हामी चाहिँ यहाँ सहनशील चैनपुरको यो सहनशील भन्ने ठाउँमा उकालो चढ्दैछौँ है। पहिला चाहिँ यहाँ शस्त्र बेस्ट क्याम्प थियो युद्धकालमा। अहिले चाहिँ यसलाई हटाएर यहाँ चाहिँ एउटा सानो घुम्ने पार्क बनाएको रहेछ। यो पार्कबाट देखिने दृश्य चैनपुर बस पार्क मकालु हिमाल एकदम रमणीय स्थल हो यो चैनपुर। पुरानो बजार हो चैनपुरको। अहिले यतापट्टि देख्नुहुन्छ यहाँ देख्नुहुन्छ पेट्रोल पम्पहरू है, घरहरू। अनि यसरी बनाएको रहेछ। पहिला चाहिँ यो युद्धकालमा चाहिँ पुरै तारबारले घेरेको थियो। यो बस पार्क पनि थिएन त्यति बेला है। अहिले चाहिँ तारबारले घेरेर यस्तो यहाँनिर चाहिँ अहिले यो शस्त्र बेस्ट क्याम्प उतापट्टि अर्को ठाउँमा सरिसकेपछि चाहिँ यहाँनिर यसरी ट्याङ्की पनि बनाएको रहेछ। यहाँ चाहिँ पहिला आशा खत्रीले 9 जना भोटेहरू काटेको भन्ने सुनिन्थ्यो हामीले हैन। त्यो चाहिँ अब पहिलो जमाना, आजभन्दा कति वर्ष अगाडिको जमानामा चाहिँ त्यसरी यस्तो भएको थियो भन्ने थियो। यो चाहिँ चैनपुरको एउटा किल्ला हो।